आज देवीदेवीहरू एवं पवित्र मण्डपमा आएर हामीले चढाएका सदापूर्वक हामीहरू सदापूर्वक चढाएका फलफुलकरण गरिदिनु हुन आह्वान गर्दै उत्तम विचार उत्तम उन्नति उत्तम सफल उत्तम लाभ उत्तम सुरक्षा सबै प्रकारको भिडियो बनाइदिरहेको छु प्राप्त होस् भनी मङ्गल कामना कामना गर्दछौँ साधु 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 त्यो आएर तपाईँ घुमाइ आएर आएर हजुर घुमेर आएर सबैले आएर चढ्नुहुन्छ यहाँ अब घुम्ने ठाउँ छैन अब यहाँ यतै आएर पूजा गर्छौँ सम्झिने हो अब के गर्नुपर्ने त्यो दुनै त्यहाँ यसो चढाउँछु बुद्ध कता छ यतै यतापट्टि चढाउनु सक्छ यतापट्टि चढाउनु तपाईँले अब यतै यतै आउनुहोस् यतै 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 आउनु होइन अब यता लस्करै बसेको फुल अक्षता लिएर होला होइन चढाउँदै जाने त्यो यो छ नि यो म के भन्छु त्यो छ नि बोटुकोमा त्यो चढाउन जाने ल है सबैले अलिअलि चढाउन जाने एकजनाले एक थोक चढाउनु एकजनाले एक थोक गर्नु बोटुकोमा है एकजनाले पानी एकजनाले त्यो उ त्यो चढाउन जाने अक्षता एकजनाले बोटुकोमा एउटा बोटुकोमा यसो कि त्यसो त्यो बोटुको सुरुमा पहिले यताबाट चढाउन जाने ए अब पहिले तपाईँले त्यो तिमी चपेट चढाइदियो होइन अहिले यहाँ सङ्घलाई पूजा गर्नुहोस् यहाँ बुद्धलाई पहिले बिचको छ नि बुद्ध त्यो फुलसँगै अक्षता नि सबै अक्षता यतै पनि छ त त्यो बुद्धले पूजा गरेर राख्नु बुद्धलाई पहिले बुद्धलाई त रातो त हुँदैन होला त नि पहेँलो छ नि त अक्षता पहेँलो कहाँ छ फुल त्यसै फाल्नु हुँदैन त्यो दुनामा लाउनु दुनामा फुल फुल अक्षता थोक आउनु बुद्धले त्यहाँ नमस्कार गर्नुहोस् है अब चाहिँ धर्मलाई चढाउँछ धर्मलाई हुन्छ पहेँलो हुन्छ धर्मलाई अब फुल छ त त्यहाँ धर्मलाई सबले ढोक्नुहोस् अब फेरि अर्को दुना छैन तपाईसँगै छ सँगै फुल यहाँ छ फुल सबले छेउमा अब कुललाई चढ्नु अब यहाँ फेरि अर्को दुनामा ढोक्नुहोस् है सबैले त्यहाँ फुल पनि लाउनु जान्छ फुल यता फुल कुललाई आमामा पुरानो उता पनि राख्छ सबले राख्दा हुन्छ हेमन्त यता राखिदिनु अब यहाँ फुललाई यहाँ फुलको मुनि यहाँ सिधा राख्नु भाउजूले राख्दा नि हुन्छ हौ अब यो कुललाई ढोक्नु कुललाई ढोक्नुहोस् है सबैजनाले अब पितृ अब फेरि एउटा दुना दिनुहोस् फुल अक्षता अब नमस्ते गर्नु सबैजना यहाँ राखेर नमस्ते सबैजनाले अब त्यो बत्ती बाल्नुहोस् त्यो एउटा बत्ती यो छ नि बत्ती यसले हेमन्त बाल्नु नि त बत्ती उहाँ छ लाइटर हो टपरीमा एउटा तपाईँ बाल्नु भयो अब ऊ हेमन्त बाल्नु काकी बाल्नु भाउजू बाल्नु उताबाट बाल्दै तपाईँ तिमी नबाल्नु उताबाट बाल्दै आउने हो बाल्नु न
जताबाट वाद्य माइले पालो अब भाउजू बाल्नु सङ्गम नमो तस्त भगवत अरहत नमो नमो 1 2 3 4 खै भाउजू म बाल्छु ल एउटा पूजेनी धर्मम पूजेनी सङ्गम पूजेनी कुल पूजेनी पितृ पूजेनी नमो खै म बाल्छु पितृलाई म बाल्दिनु पर्यो लु अब त्यहाँ लु अब तपाईँहरूले त्यो बटुमा छ नि म पढ्दै जान्छु त्यहाँ तपाईँ चढाउन जाने ल दादा एउटा चढाउनु एउटा त्यो यो बटुको यो मैले भन्छु ल एक एक चढाउनुपर्छ सबैजना नमो तस्त भगवत अरहत समबुद्ध नमो तस्त भगवत अरहत समबुद्ध त्यो सुरुमा पानी चढाउनु ल जल पानी कहाँ छ पानी त्यो सब त्यहाँ छ नि पानी बटुको कही बटुको पानी यता यता छ हाल्नु पानी अब सुन्तला लाउनु एउटा एउटा लाउनु अनि स्याउ अब खाद्य अर्पण है अर्को बटकोमा एकै ठाउँ नपर्छ सबै थोक होइन अनि अहिले त्यो त्यहाँ बेग्ने त्यहाँ खाद्य तिनीहरू त्यहाँ खाद्य अर्पण अब त्यहाँ चढो सुन्तला त्यहाँ अर्को ठाउँमा भान्ते खजाना पनि नैवेद पनि टुक्रा बनाउँदै भाउजू सानो सानो टुक्राहरू लगाउनु अर्को छैन अब भोजन भन्नाले उ चढाइ त्यो चाहिँ जाड कहाँ छ जाड त्यो होइन कहाँ जाने कुरा गर्छौँ अभिनति भन्थे भगवान् हजुरले खाजा जाडो पर्ने खाँदैन के थाहा त अनि मलाई जिन्दगी त गरे छैन नि त कहिले यो त जान चलाएको थियो कि त्यही भनेर अब त्यो शर्बत पानी हाल्दा भइगयो सर शरबत पानी चढाउ शरबत पानी त्यो पानी यही पानी हो उयो पानी चढाउनु न दादा यो चाहिँ शरबत पानी यो ए पोख्नुहुन्छ नि पञ्चामृत तपाईँ लाउनु सबैमा अलिअलि एउटा दुनामा लाउने कि यसो यस्तै गर ए दादा छोड्नु छोड्नु त्यहाँ अब एक ठाउँ मात्रै हुन्छ त्यहाँ म लगाइदिन्छु खै खै मैले गरेर सबैमा अनबिन यहाँ चाहिँ भिडियो गर्नु लामो भिडियो जाँदैन होला है अब क्लिक गरिदिनु के गर्नु